नमस्ते साथीहरु, कम्पल लाइफ ब्लगमा हजुरहरुलाई धेरै धेरै स्वागत गरे। हजुरहरु सबैजना हुन्छ भन्ने आशा राखेको छु र म पनि सन्चै छु साथीहरु। त्यति भन्दै सानो भिडियो लिएर हजुरहरुको सामुने आइसकेको छु है। आज चाहिँ घाम लागेकोले गर्दा खेतमा ल्याएर चाहिँ लुगा सुकाएको छु हैन। आँगनमा मेरो घाम लाग्दैन, त्यसकारणले है साथीहरु। बडा बानाচ্ছি দাঁড়াও, এই যে আমাদের পড়োশি গরু নিয়ে যাচ্ছে। হ্যাঁ, এই যে পুরা জুম করে দিলাম। হ্যাঁ, আর দিদিকে সাপোর্ট করবেন বলো। হ্যাঁ, त्यसपछि साथीहरु मेरो पडोसीसँग म बातचित गरेर पनि म घरतिर आएँ। घरतिर आउने बित्तिकै मैले दाना पकाइरहेको थिएँ। त्यो दानालाई खनाएर राखेर जुठो भाँडाकुँडा थियो है। त्यो जुठो भाँडाकुँडालाई यसरी सफा गर्न थालेँ है साथीहरु। अब जुठो भाँडाकुँडा मोलिसकेपछि चाहिँ अनि अरू के गर्छु त्यो देखाउने छु है। आज चाहिँ म साथीहरु नानीहरुको स्कुल जानेछु है। के भन्छ, छोरीको स्कुल एडमिसन पनि गर्नु छ नि त, त्यसकारणले गर्दा है। त्यसपछि भाँडा मोलेर भित्र थन्काएँ। थन्काएपछि अनि यहाँनिर बाख्राको खोर सफा गर्दैछु है। यहाँ चाहिँ हेर्नु न, मैले अहिलेसम्म चाहिँ साथीहरु खोर चाहिँ बनाएको छुइनँ नि त, त्यसकारणले गर्दा यहाँ बाथरुमको भित्रै मैले चाहिँ बाख्रा राख्ने गरेको छु हो। अब यसरी सफा गर्दैछु। हेरौँ अब पहिले छोरीको एडमिसन गरिसक्छु, त्यसपछि मात्रै म बाख्राको खोर बनाउने छु है। त्यस्तै हो, पहिले एउटा काम गरिसक्नुपर्छ, त्यसपछि है। यहाँ त काम चलिरहेको छ नि त अहिले। त्यसपछि आफ्नोलाई अलिकति चिया बनाएँ। यहाँ चिया पिउन थालेँ है। चिया नपिँदा मलाई हुँदैन है। मलाई त चिया एकदम चाहिन्छ साथीहरु। त्यसकारणले गर्दा त्यसपछि यहाँ हेर्नु, चिया पिसकेपछि मैले यहाँ बन्दाकोपी काटेर प्याजहरू काटेर सबै रेडी पारिसकेँ है। अब चाहिँ म यहाँनिर कराईमा तरकारी बसाउँदैछु र मैले भएछु गर्छु नि साथीहरु। छोरालाई लिएर स्कुल जाँदैछु कि स्कुल जाँदै म चाहिँ के भन्छ छोरीको स्कुल जाँदैछु। अब छोराको स्कुलबाट लिएर छोरीको स्कुल, छोरीलाई एडमिसन गर्न जाँदैछु। त्यसकारणले गर्दा गाडीको आवाजहरू आइरहेको छ है। बाटोमा टोटोमा बसेर भोइस ओभर दिँदैछु है। त्यसपछि मैले यहाँ घरहरू बढाल्न थालेँ है। घरहरू बढाल्न सब्जी पनि बसाएको छु र यहाँ घर पनि बढाल यसरी गर्दैछु, धम्माधम गर्दैछु, किनभने ढिलो हुन्छ नि त साथीहरु। त्यसकारणले अब यहाँ देख्न सक्नुहुन्छ मैले यहाँनिर खाना पाकिसक्यो, मेरो भात पाकिसक्यो। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ बन्दाकोपी र तपाईको बैगुनको तरकारी मजाले ग्रेभी गरेर बनाइसकेको छु। यो चाहिँ आलुको अचार बनाउनको लागि, आलु बोइल गर्नको लागि बसाइसकेँ है। त्यसपछि अब यहाँ देख्न सक्नुहुन्छ मैले नुहाइधुवाइ गरेर आएर यो लुगा पनि धोएर सुकाइदिएँ। अब चाहिँ म रेडी भएर यहाँ देख्न सक्नुहुन्छ स्कुल पुगिसकेँ। यो चाहिँ छोराको स्कुल हो है साथीहरु। यहाँ छोरालाई स्कुल लिन जाँदैछु। यहाँ हेर्नु न, कति धेरै नानीहरू। म चाहिँ यहाँ जोडिरहेको छु लुगा। ल त आजलाई यति नै, बाई बाई।